घर मेरो बुट्ट ससुराली सिमलटारी छोरी भन्ने गर्थी म हुँ पापा कि परी सोच्थी आफूलाई महान नारी त्यही सोच एक दिन पर्नेछ आफैलाई भारी एक दिनको कुरा हो आयो जीवनमा ठुलो झरी तिमीहरूले पनि सुख के पाउँथ्यौ त्यही भुम्रीमा नपरी त्यही बाउले बिगारे छोरीको जिन्दगी एक दिन राख्नु पर्नेछ त्यही छोरीको जिन्दगीलाई बन्दबी बिगारे बाउले छोरीको घर अनि दम्पत्ति चाहिएको थियो बाउलाई जुवाई राजाको सम्पत्ति लोभले लापो लापोले बिलाप सम्पत्तिको लोभले हुन सकेन छोरी जुवाईको मेल मिलाप बाउ थिए एकदम कडक छोरीको थियो निकै तडक भडक ल्याउन खोज्थिए जुवाईलाई सडक समय बित्दै गयो हाले ज्वाइँलाई मुद्दा कस्तो हुँदो रहेछ भन्ने बुझे होला आफै जुद्धा जिन्दगी हो यो होइन कुनै खेल तिम्रै घमण्डले गर्दा हो हुन नसकेको मेल धन सम्पत्ति भन्ने मात्र हो हातको मैलो लुटेर बस्नु भन्दा बरु मागेर खालिएर थैलो बल्ल थाहा पायौ होला अहिले बोकी हिँड्दा छोरी नाति नातिनीको थैलो के पायौ लडेर के पो सक्यौ गर्न याद राख बुढा एक दिन तँलाई पनि पर्नेछ मर्न सन्तान हो मेरो लगेको छ टाढा एक दिन हुन्छ तेरो सन्तानको पनि गति छाडा खोज्थिस् ल्याउन मलाई सडक देखिस् नि कतिको रहेछु म कडक भन्ने गर्थी बुढा पाकाले बादरले आफ्नो घर पनि बनाउँदैन नदिन्छ अरूको घर बनाउन अरूको पैसामा मोज गर्ने होइन सिक आफ्नै पैसामा रमाउन तिमीहरूलाई बानी परेको छ अरूको सम्पत्ति समाउन तेरो छोरा छोरीलाई के दिस अनुशासन मेरै पैसामा विदेश गएर सालोले दिन्छ मलाई भाषण मेरो साम्राज्य हो यो चल्छ मेरै शासन उतार्दिन्छु हेर्न तेरो भित्र भएको कालो रूप कतिले तँलाई बाँध्ने गर्थे होला समाजसेवीको धुप खुल्ला है बोल बेलैमा बसे चुप ल्याङजुङ गर्ने होइन गर्ने हो कुरा सिधा सादा खाएको समय हो कसले गराउँछु त जुँदै हुँदा मैले भनेको कुरा ध्यान दिएर सुन्यो यो सबै कुरा भित्र राखी कपासले कान थुन सकिएको छैन मेरो लडाई अन्तिमसम्म लड्छु तिमीहरूको बिजो